हेलो गाइजहरु, आज चाहिँ मेरो भाइले हैन मोडेको आलु ल्याइदिएको छ टक्क लाएर। जस केटोले 1 महिनालाई पुग्ने तरकारी चाहिँ ल्याइदियो। जस दाजुभाइ र दिदीबहिनीमा फरक चाहिँ यस्तै हुन्छ होला हैन। अब कसैको दाजुभाइ राम्रो, कसैको दिदीबहिनी राम्रो। यसो खोलेर हेरेको त 2 प्याकेट रहेछ। 2 प्याकेट गरेर त्यो 40 केजी जति त हुन्छ होला आलुहरु हैन। हुन त आलु बेच्ने साथीहरुले त यसो हेरेरै थाहा पाइहाल्छ है कत्रो ठुलो ठुलो के। हाम्रो चाहिँ दाजुभाइको सम्बन्ध यस्तो राम्रो छ है। अब कसैको चाहिँ अब दाजुभाइ अलि फरक नै हुन्छ, अब सबैले बुझिहाल्नु भएको छ है। तर मेरो छोरालाई चाहिँ मोडेको आलु खानुपर्छ भनेर कहाँबाट थाहा पाएछ है। उसिन्नलाई भनेर त्यो बाटा हो कि के ल्याएर प्राय हाल्दै छ त। जस केटो चाहिँ लास्टै जाँगरिलो के। मेरो मात्रै छोरा यस्तो जाँगरिलो हो कि हजुरहरुको पनि यसो कमेन्ट गरेर भिडियो सिडियो देखाउँ त हैन। संस्कार भनेको चाहिँ बच्चैदेखि दिएको चाहिँ राम्रो हो कि है। हल्का छिमेकतिर पनि यसो बाँड्नु पर्यो हैन। अब कति बाँकी हुन्छ बाँडेपछि भनेको मलाई पनि अझै 20 दिन त पुग्ने रहेछ। जस करणले आलु चाहिँ मज्जाले पखाल्दो रहेछ कि माटो साटो एउटै नहुने गरे है। मेहनत चाहिँ खतरा गर्छ कि मान्छे सानो भए पनि। जस यसले चाहिँ बाउ आमा पाल्ला जस्तो छ है। हुने बिरुवाको चिल्लो पात भन्छ नि त। अब आलु चाहिँ पाक्या जस्तो छ, सानो फुच्चेलाई चाहिँ दिइहेर्नु पर्यो। क्या खुसी भइरहेछ। फुच्चे तिमी पनि खाऊ त। ओहो पोलिरह के हो। मलाई चाहिँ यो माछामा चाहिँ आलु एकदम मन पर्ने भएर हैन माछा चाहिँ 2 प्याकेट मगाएको छु। यस्तो मिठो हुन्छ यो आलु खाँदाखेरि हैन। आफूले पिनेको अचार चाहिँ अलि कहिले बढी पिरो हुने, कहिले नुन नपुग्ने हुन्छ। जोस सानो छोराले चाहिँ मलाई देखको दिएछ कि अहिले चाहिँ जोस म आनन्दले जिन्दगी बाँचिरहेको छु हैन। बुढेसकालमा पनि यसरी नै माया गरे भए झनै हुन्थ्यो हैन गाइजहरु। अब बच्चाहरुलाई अब भन्न सकिँदैन है। अब उनीहरुको पनि भोलिपर्सि व्यवहार हुन्छ। हामी जस्तो त्यस्तै त हुने सबैजना हैन। समय पो परिवर्तन हुन्छ त अब दुःख त गर्नै पर्छ। दुःख नगरी त्यतिकै त कसैको आउँदैन।